स्पोन्सर दाइ खै के हो थाहा छैन। यता हुनुहुन्छ स्पोन्सर दाइ छेकिनु भयो। अब गेम सुरु हुँदैछ गाइज। यी सबै टिममा बसेको आज यार खेल कन्टिन्यू छँदैछ। त्यसै गरी हामी मायाको चिनो लिइदिनुहुन उपेन्द्र अधिकारीज्यूलाई हार्दिक अनुरोध गर्दछु र मायाको चिनो हस्तान्तरण गरिदिनु हुन विष्णु पोखरेलज्यूलाई हार्दिक अनुरोध। धन्यवाद। सर्भिस नबिगारौँ अरू जेसुकै तामाकोसी लेफी 1 अङ्क जोडेको छ। सुरुमै 1 अङ्क ल्याउन सफल। सर्भिस तामाकोसी राम्रो प्रयास थियो। फेरि पनि राम्रो प्रहार गरेर तामाकोसी 1 अङ्क थप्न सफल। 2 छ भने कालिम्चोक 0 खाता खोल्न सफल भएको छैन। राम्रो प्रहार थियो। त्यसै गरी कालिम्चोक पनि 1 अङ्क ल्याउन सफल। तामाकोसी 2 सर्भिस कालिम्चोक रहेको छ। फेरि पनि तामाकोसी 1 अङ्क थप्न सफल। 3 छ भने कालिम्चोक 1 सर्भिस रहेको छ तामाकोसी। राम्रो प्रयास थियो तर कट्न सफल भएन। त्यसै गरी कालिम्चोक 1 छ भने तामाकोसी 4 सर्भिस तामाकोसी। खाली छ है यता खाली। राम्रो प्रहार थियो तर असफल। फेरि पनि कालिम्चोक 1 अङ्क थप्न सफल। कालिम्चोक 2 छ भने तामाकोसी 4 सर्भिस नबिगारौँ गाइस। एकदम राम्रो उत्कृष्ट प्रहारका साथ फेरि तामाकोसी 1 अङ्क थप्न सफल। 5 छ भने कालिम्चोक 2 सर्भिस तामाकोसी रहेको छ। राम्रो सर्भिसका साथ फेरि पनि 1 अङ्क थप्न सफल तामाकोसी। 6 छ भने कालिम्चोक 2 सर्भिस तामाकोसी। फेरि राम्रो प्रहार थियो कट्न सफल। फेरि पनि कालिम्चोक 1 अङ्क थप्न सफल। 7 छ भने कालिम्चोक 2 त्यसै गरी तामाकोसी 7 रहेको छ। ब्रेक टाइम रहेको हुनाले टाइम आउट लिएको थियो। स्कोर गरे जफे तामाकोसी गाउँपालिका 7 कालिम्चोक 2 रहेको छ। सर्भिसमा जफे
लगआउट भएको छ बल भने अङ्क प्राप्त गरेको छ कालिन्चोक गाउँपालिकाले। यताको टेकआउट भयो। सर्भिस कालिन्चोक ए खाली छ है खाली। बल आउट भएको छ। अङ्क फेरि प्राप्त गरेको छ तामाकोसी गाउँपालिकाले। ए खाली खाली छ कतिखेर। सर्भिसमा तामाकोसी गाउँपालिका। आउट भयो आउट। यताबाट कटाए। रेफ्रीबाट बल आउटको इसारा फेरि पनि अङ्क प्राप्त गरेको छ तामाकोसी गाउँपालिकाले। अलि भएन हौ पुगेन नम्बर चढिसक्यो। रोज पनि नमिला जस्तो छ। गर्मी भयो अहिले अब शीतल आयो नि त अब। कृष्ण प्रहारसँगै फेरि पनि तामाकोसी गाउँपालिकाले अर्को अङ्क थपेको छ यहाँ। रोटेसन गर्दाखेरि रोटेसनको नियम हुन्छ अनि हाने हाने उठाएकै उत्कृष्ट डिफेन्सको नमुना देख्न सक्यौँ हामी तामाकोसीबाट। अङ्क भने प्राप्त गरेको छ कालिन्चोकले। कालिन्चोक 4 तामाकोसी 10। पहिलो सेटको गेम हुँदैछ यहाँ। सर्भिस नबिगा कालिन्चोकबाट सर्भिस मिस। छ बाँकी अझ। तामाकोसी आयो आयो गुड आउट 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 आउट। रेफ्रीबाट नेट टचको इसारा अङ्क प्राप्त गरेको छ कालिन्चोक गाउँपालिकाले। रोटेसन फेरि पनि अङ्क प्राप्त गरेको छ कालिन्चोक गाउँपालिकाले। सर्भिस राम्रो रहेछ। अब भने छोयो। तामाकोसी गाउँपालिका 1 नम्बर थप्न सफल भएको छ। तामाकोसी गाउँपालिका यसै गरी अगाडि बढ्छ भने 6 अङ्कको स्पष्ट अग्रता रहेको छ तामाकोसी गाउँपालिकासँग। जहाँ पनि लिब्रो त सानै हुन्छ अलि हाइट नपुग्नेलाई राखिदिने। सर्भिसमा तामाकोसी गाउँपालिका। रोटेसन बिगारी रोटेसन बिगारी पढ्नु पर्ने हो। ध्यान दिएर खेल न हौ हाल्नु मात्र ठुलो कुरो होइन। फेरि पनि तामाकोसी गाउँपालिका 1 अङ्क थप्न सफल। 14